सप्तरीको सप्तकोशी नगरपालिका 1 फत्तेपुर स्थित रक्तमाला नमुना सामुदायिक वन उपभोक्ता समूहले पर्यटन प्रवर्धनलाई केन्द्रमा राख्दै योजनाबद्ध रूपमा काम अगाडि बढाएको छ। कुल 374.5 हेक्टर सामुदायिक वनमध्ये जुटपानीको करिब 5 हेक्टर अर्थात् 7.5 बिघा क्षेत्रलाई पर्यटकीय क्षेत्रका रूपमा विकास गरिँदैछ। यो क्षेत्रमा प्रकृति संरक्षणसँगै स्थानीय रोजगारी र आय आर्जनको लक्ष्य समेत जोडिएको समूहले जनाएको छ। योजना पूरा भएपछि जुटपानी क्षेत्र घुमफिर, पिकनिक र पारिवारिक रमाइलोका लागि कोशी र मध्य प्रदेशकै प्रमुख गन्तव्य बन्ने सङ्केत देखिएको छ। सामुदायिक वनको हरियाली, नदी, नहर, चुरे पर्वत र ऐतिहासिक संरचनासँगै यस क्षेत्रमा आधुनिक पर्यटकीय पूर्वाधार विस्तार भइरहेकाले सप्तरीको यो क्षेत्र नयाँ पर्यटन हबका रूपमा विकास हुँदै गएको हो। फत्तेपुरको प्राकृतिक आकर्षण नै यसको ठूलो शक्ति हो। यहाँ सामुदायिक वनको मनमोहक दृश्यसँगै मुलुककै पहिलो चन्द्रनहर, त्रियुगा नदी, चुरे पर्वत श्रृङ्खला, विभिन्न प्रकारका वन्य जनावर तथा राणाकालीन भवन अवलोकन गर्ने अवसर पाइनेछ। यही विविधताका कारण यो क्षेत्र कोशी र मध्य प्रदेशका विभिन्न जिल्लाबाट घुम्न आउने पर्यटकका लागि आकर्षक गन्तव्य बन्न सक्ने विश्वास गरिएको छ। पर्यटकीय क्षेत्रभित्र निर्माण गरिएको ट्री हाउस हालकै मुख्य आकर्षण बनेको छ। ट्री हाउस निर्माण सम्पन्न भएसँगै दैनिक रूपमा अवलोकन र फोटो खिच्न आउनेको भिड लाग्ने गरेको छ। सामुदायिक वनका उपभोक्ताका लागि 10 रुपियाँ र अन्य पर्यटकका लागि 20 रुपियाँ प्रवेश शुल्क तोकिएको छ, जसले संरक्षण र व्यवस्थापनमा सहयोग पुग्ने अपेक्षा गरिएको छ। पर्यटकलाई थप रोमाञ्चक अनुभव दिन जलविहार अर्थात् बोटिङको व्यवस्था पनि अन्तिम चरणमा पुगेको छ। पोखरी निर्माण सकिन लागेको छ भने 4वटा पाइडलवाला बोट र 1वटा मोटरबोट निर्माणका लागि सम्झौता भइसकेको छ। पाइडलवाला बोट माघ 1 गतेदेखि र मोटरबोट 083 वैशाख 1 गतेदेखि सञ्चालन गर्ने तयारी छ। सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष इन्द्रप्रसाद लुइटेल भन्छन्, 5 हेक्टरको 6.5 बिघा जग्गामा यसमा चाहिँ हामीले ट्री हाउस एउटा यहाँ निर्माण गरेका छौँ, यो रुखको घर। अर्को हामी मिनी चिडियाखाना बनाउने तयारीमा छौँ र अर्को तपाईँलाई सिमसार क्षेत्रलाई संरक्षण गर्न पानी पोखरी बनाएर अब त्यसमा बोट सञ्चालन गर्ने तयारीमा हामी लागि परेका छौँ। अब अरू पिकनिक खाने पिकनिक स्पोटहरू, बाल उद्यमका सामानहरू, अनि तपाईँलाई पर्यावरणका के अरे विभिन्न कार्यक्रमहरू, अब वृक्षारोपणका कार्यक्रमहरू, फुलका गार्डनहरू, होइन, त्यो चाहिँ कामहरू हामीले यहाँभित्र हामी काम गर्दैछौँ। बोटिङ सुरु भएपछि जुटपानी क्षेत्रको आकर्षण झनै बढ्ने अपेक्षा उनले गरेका छन्। पाइडलवाला चाहिँ तपाईँलाई के अरे 4वटा हामीले अर्डर दिइसकेका छौँ। अहिले सञ्चालन गर्न माघ 1 गतेदेखि र वैशाख 1 गतेदेखि चाहिँ नयाँ सालदेखि चाहिँ हामीले त्यो मिसिनवाला बोर्ड चाहिँ हामीले यहाँ सञ्चालन गर्ने कार्य भइरहेको। पर्यटनलाई विविध बनाउन मिनी चिडियाघर निर्माणको काम पनि सुरु गरिएको छ। चिडियाघरमा बाघ, भालु, हरिण, जरायो, बँदेल लगायतका वन्य जनावर राख्ने योजना रहेको छ। अध्यक्ष लुइटेल भन्छन्, हामीहरूको चिडियाघरहरू निर्माण हामी यो के अरे माघ 1 गतेदेखि सुरु गर्छौँ र वैशाख 1 गते चाहिँ नयाँ सालमा हामीले चिडियाघरको पनि उद्घाटन गर्ने तयारी गरेको छ र यो के अरे पोखरीमा बोट चलाउने कुरामा पनि। वन्यजन्तुको व्यवस्थापन र संरक्षणका लागि सामुदायिक वन उपभोक्ता समूहले डिभिजन वन कार्यालय सप्तरीसँग सहकार्य गरिरहेको छ। पिकनिकका लागि विशेष व्यवस्था मिलाइएको छ। पर्यटकीय क्षेत्रमा 10वटा पिकनिक स्टल निर्माणाधीन छन्, जसलाई आगामी चैत्र मसान्तसम्म सञ्चालनमा ल्याउने लक्ष्य राखिएको छ। अहिले पनि दैनिक रूपमा पिकनिक टोलीको भिड लाग्ने गरेको छ। समूहका अध्यक्ष लुइटेलका अनुसार एकै दिन 17 टोलीसम्मले यहाँ पिकनिक खाएको अनुभव छ। पर्यटकीय क्षेत्र र पिकनिक स्पोटका लागि 3.5 लाख रुपियाँको लागतमा टावर लाइट र वाइफाई समेतको व्यवस्था गरिएको छ। बालबालिकाको मनोरञ्जनलाई ध्यानमा राख्दै बालबाटिका निर्माणको काम पनि अगाडि बढाइएको छ। झुलुङ्गे पिङ, घुमाउने पिङ लगायतका सामग्री अर्डर भइसकेका छन् र चालु आर्थिक वर्षभित्रै सञ्चालनमा ल्याउने तयारी भइरहेको छ। यसले परिवारसहित आउने पर्यटकका लागि थप आकर्षण थप्नेछ। समग्रमा जुटपानी क्षेत्रको पर्यटन विकासका लागि 1,40,67,500 रुपियाँ भन्दा बढी लगानी भइसकेको छ। ट्री हाउसमा चाहिँ हामीहरूको 17.5 लाख रुपियाँ पैसा खर्च भएको छ त्यसलाई सम्पन्नता गर्न। अब हामी यो यतापट्टि काउन्टर बनाउँदैछौँ। काउन्टर 7 लाख रुपियाँमा सम्पन्न हुन्छ भन्ने हामी त्यसमा लागिरहेका छौँ। अब पोखरी तपाईँलाई के अरे हामीहरूको 25 लाख रुपियाँ पैसा पोखरीमा लागिसक्यो। हामीले योभन्दा अगाडि पनि हामीले पोखरी खनेका थियौँ।
असारमा त्यसैले अहिले जोडेर अहिले पनि 14 लाख रुपियाँ पैसा त्यहाँ लागिसकिरहेछ। टोटल पोखरीमा चाहिँ पोखरी निर्माण गर्न 25 लाख रुपियाँमा सम्पन्न। अब त्यसको वरिपरि सिँगारहरू गर्नको लागि 50 लाख रुपियाँको हामीले त्यसको टार्गेट गरेका छौँ। अब त्यसरी अब मिनी चिडियाखाना 25 लाखको इस्टिमेटहरू भएको छ। पिकनिक स्टलहरू एउटा स्टल बनाउनको लागि के अरे 3 लाख रुपियाँका दरले इस्टिमेटहरू हामीले गरिराखेका छौँ। सप्तकोशी नगरपालिका डिभिजन वन कार्यालय, सामुदायिक वन उपभोक्ता समूह तथा विभिन्न दात्री निकायको सहकार्यमा अगाडि बढिरहेको यो परियोजना पूरा भएपछि जुटपानी क्षेत्र आन्तरिक पर्यटन, पिकनिक र प्राकृतिक अवलोकनका लागि पूर्व मधेसकै प्रमुख गन्तव्यका रूपमा स्थापित हुने अपेक्षा गरिएको छ। अहिलेसम्म भिडियो हेरेर साथ दिनुभएकोमा धन्यवाद। थप भिडियो हेर्नका लागि शीर्षक खबरलाई सब्स्क्राइब गर्नुहोला है।